के हो मकै सुकेर भाज्ने बेला भयो पानी आएर हिलो बनायो सुकेको मकैलाई यहाँ तरकारी बारीतिर यहाँ लौका काँक्रा फर्सी बोडी झाल हालेर यस्तो भएको छ पुरै काँक्रा टिप्ने छैनन् हिजो त टिपेको थियो के अरे त्यस्तै अरू तीनटा छ यहाँ त हाले होइन बतिला हाले के तीनटा एकै ठाउँमा बतिला त बाक्लै छ तर कुइना कस्तो हुन्छ के हुन्छ थाहा छैन आँप फलेर यस्तो लट्टम्मै छ यहाँ के गर्ने गाउँले नै मान्छे हो जस्तो भए पनि के ए यहाँ कटहर फले तर कटहर कति राम्रो फले होइन सबै अब त यो सबै बच्छ होइन हामी के यो त हाम्रो फर्सी फुलेर लट्टम्मै भयो मन्टा टिपेर खाने भए मजाले मन्टा टिपेर खाइराख्ने भइरह निम्बु फुलेछन् पानी आएर साफ भएछ मौसम प्याज उखाल्ने बेला भएछ बोडी बारी यता यस्तो छ पुरै हाम्रो घर हो यहाँ मकै बारी छ सर्लक्कै मकै यत्रा भएका छन्